एकपटक यो भिडियो हेर्नुहोस् त। यो हो हाम्रो पृथ्वी र पृथ्वी बाहिर कस्तो रहेछ। तपाईलाई थाहा छ हाम्रो ब्रह्माण्ड यति अचम्मको छ कि यसमा हुने केही घटनाहरू सुन्दा पनि विश्वास गर्न गाह्रो हुन्छ। आज हामी तपाईलाई अन्तरिक्षका 10 अनौठा र आश्चर्यजनक जानकारीहरू सुनाउँदै छौं, जसले सायद तपाईको सोचलाई बदल्न सक्छ। अन्त्यसम्म हेर्नुहोस् र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। लेट्स स्टार्ट। नम्बर 1, सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न कति समय लाग्छ? तपाईलाई थाहा छ सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न लगभग 8 मिनेट 20 सेकेन्ड लाग्छ। सोच्नुस् त, सूर्यमा भएको कुनै पनि परिवर्तन हामीले 8 मिनेट पछि मात्र थाहा पाउँछौं। यसको कारण के हो भने प्रकाशको गतिको सीमा 1 सेकेन्डमा 2,99,792 किलोमिटर मात्र छ। यो स्पिडलाई हेर्ने हो भने सूर्य र पृथ्वी बीचको दूरी 15 करोड किलोमिटर छ। यो जानकारीले के देखाउँछ भने हामीले अहिले देखिरहेको सूर्य अहिलेको होइन, 8 मिनेट पुरानो हो। नम्बर 2, ब्ल्याक होल कस्तो हुन्छ? ब्ल्याक होल ब्रह्माण्डको सबैभन्दा रहस्यमय र शक्तिशाली वस्तु हो। यो यस्तो स्थान हो जहाँ गुरुत्वाकर्षण यति बलियो हुन्छ कि त्यहाँबाट प्रकाश समेत बाहिर आउन सक्दैन। आखिर यो ब्ल्याक होल कसरी बन्छ? जब कुनै विशाल तारा आफ्नो जीवनको अन्त्यमा पुग्छ, त्यसको गुरुत्वाकर्षण बलले आफूलाई नै संकुचित गर्दै यस्तो अवस्था बनाउँछ। ब्ल्याक होलको नजिकै पुगेको कुनै पनि वस्तु त्यसको भित्र नै हराउँछ। 2019 मा पहिलो पटक वैज्ञानिकहरूले यसको फोटो खिच्न सफल भएका थिए। यो एक ऐतिहासिक उपलब्धि थियो जसले ब्ल्याक होल सम्बन्धी धेरै जिज्ञासाहरू मेटाएको छ। नम्बर 3, ब्रह्माण्ड फैलिँदै छ। हाम्रो ब्रह्माण्ड स्थिर छैन, यो हरेक सेकेन्ड फैलिरहेको छ। बिग ब्याङ थ्योरीको अनुसार ब्रह्माण्डको सुरुवात करिब 13.8 अर्ब वर्ष अगाडि भएको थियो। त्यस यता सबै ग्यालेक्सीहरू एक अर्काबाट टाढा हुँदै गइरहेका छन्। यो कसरी थाहा भयो त? वैज्ञानिकहरूले रेड शिफ्ट नामक प्रविधिको प्रयोग गरेर ब्रह्माण्ड फैलिरहेको प्रमाणित गरेका हुन्। यसले देखाउँछ कि हाम्रो यो ब्रह्माण्ड एक समान हुँदैन, यसमा हरेक सेकेन्डमा धेरै परिवर्तनहरू भएका हुन्छन्। जानकारी नम्बर 4, चन्द्रमामा हामीले टेकेको पाइला लाखौं वर्षसम्म त्यस्तै रहन्छन्, किनभने चन्द्रमामा कुनै हावा छैन, जसले गर्दा सो पाइला आफै मेटिन सक्दैन। अनि तपाईलाई थाहा छ 1969 मा नील आर्मस्ट्रङले र उनको साथीले पहिलो पटक चन्द्रमामा पाइला राखेका थिए। त्यो ऐतिहासिक पाइला अहिले पनि जस्ताको त्यस्तै छ। नम्बर 5, अन्तरिक्षमा आँसु झर्दैन, किनकि अन्तरिक्षमा गुरुत्वाकर्षणको कमीले गर्दा आँसु आँखाबाट तल झर्न सक्दैन। यसको कारण के हो भने गुरुत्व बल नभएको ठाउँमा तरल पदार्थ स्थिर रहन्छ। मतलब जब अन्तरिक्षमा जाने व्यक्तिहरू भावुक हुन्छन्, उनीहरूको आँसु आँखाबाट बाहिर निस्कदैन, आँखामा नै अड्किन्छ। नम्बर 6, शुक्र ग्रहमा एक दिन 1 वर्ष भन्दा लामो हुन्छ, किनकि शुक्र ग्रह आफ्नो अक्षमा यति ढिलो घुम्छ कि त्यहाँको एक दिन 243 पृथ्वीको दिन बराबर हुन्छ। तर यस ग्रहले सूर्यको वरिपरि एक चक्कर लगाउन मात्र 225 पृथ्वी दिन बराबर लाग्छ। यसले के देखाउँछ भने सबै ग्रहहरूमा समय हाम्रो भन्दा निकै फरक हुन सक्छ। सोच्नुस्, शुक्र ग्रहमा सूर्य उदाएपछि अस्ताउन वर्षौं लाग्छ। नम्बर 7, सबै ग्रहहरू गोलो नै किन हुन्छन्? ग्रहहरू गोलाकार हुनुको मुख्य कारण उनीहरूको गुरुत्वाकर्षण बल हो। जब ग्रहहरू बनिरहेका हुन्छन्, गुरुत्व बलले गर्दा यसको सामग्रीहरूलाई केन्द्रतर्फ तान्छ, जसले गोलाकार आकृति बनाउँछ। यो जानकारीले ब्रह्माण्डको अद्भुत र वैज्ञानिक प्रणालीलाई बुझ्न मद्दत गर्छ। नम्बर 8, हाम्रो आकाशगंगामा कति ताराहरू छन्? हाम्रो आकाशगंगा, जसको नाम मिल्की वे हो, यसमा करिब 100 अर्ब ताराहरू छन्। ती मध्ये केही ताराहरू हाम्रो सूर्य भन्दा पनि हजारौं गुणा ठूला छन्। अनि थाहा छ ब्रह्माण्डमा यस्तै खालका अरबौं आकाशगंगाहरू छन्। यसले के देखाउँछ भने ब्रह्माण्डमा जीवनको सम्भावना हाम्रो सोच भन्दा धेरै परको छ। नम्बर 9, अन्तरिक्षको आवाज कस्तो हुन्छ? तपाईलाई थाहा छ अन्तरिक्षमा हावा हुँदैन, जसले गर्दा आवाज यात्रा गर्न पाउँदैन। तर वैज्ञानिकहरूले रेडियो तरंगको सहायताले विभिन्न आवाजहरू र तरंगहरूलाई अध्ययन गरेका छन्। केही आवाजहरू डरलाग्दा छन् भने केही आवाजहरू संगीत जस्तै छन्। यसले ब्रह्माण्डको अनौठोपनलाई अझ रोचक बनाउँछ। नम्बर 10, तपाईलाई थाहा छ अन्तरिक्षमा समय ढिलो चल्छ। गुरुत्व बल धेरै भएको ठाउँमा समय ढिलो चल्छ। उदाहरणको लागि ब्ल्याक होलको नजिक समय निकै सुस्त गतिमा बित्छ। यो सापेक्षता सिद्धान्तले पुष्टि गरेको कुरा हो। यो कुरा बुझ्नका लागि अन्तरिक्षमा गएका यात्रीहरू जब केही वर्षपछि पृथ्वीमा फर्कन्छन्, त्यो बेला उनीहरू मात्र केही महिना ठूलो भएका हुन्छन्। ब्रह्माण्डको यी अनौठा जानकारीहरू तपाईलाई कस्तो लाग्यो? तपाईलाई कुन जानकारी सबैभन्दा अनौठो लाग्यो? कमेन्टमा लेख्न नबिर्सनु होला। थप यस्तै अचम्मका जानकारीहरूको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनु होला। अर्को यो भन्दा राम्रो भिडियोमा फेरि भेटौँला। तबसम्मको लागि धन्यवाद।